आई खाना छ त्यहाँ कलीको बास थियो, स्थान दिनुभएको थियो कलीलाई। कलीले भन्यो मेरो यो कहीँ पनि जग्गा छैन हजुरको राज्यमा, मेरो एउटा राम्रो गुण छ त्यो अनुरूप मलाई दिनुहोस्। के गुण भन्दा कलियुगमा मेरो समयमा कसैले पनि भगवानको नामको आश्रय लियो भने उसले अप्राप्य केही पनि छैन, हर विषय उसले प्राप्त गर्न सक्छ। त्यसकारणले गर्दा परीक्षितले अन्तिममा कलियुगलाई सुवर्णमा 5वां स्थान दिनुभयो, सुनमा बस्ने र निन्दित कसैको नासो पचाएर ठगेर लुटेर लिएको सुनमा कलीको बास हुन्छ भन्ने सुन्यो। परीक्षित आखेटमा जानु, आखेटमा गएका बेलामा त्यो मुकुटमा कलीको बास र समीक ऋषिको अनादर गर्नुभयो, अपमान गर्नुभयो, तिरस्कार गर्नुभयो। आज पाण्डव वंशीय राजाले गरेको यो अपमानलाई देखेर समीक पुत्र श्रृंगीले कौशिकी नदीको जल उठाएर 10 दिशाहरूलाई साक्षी राखेर श्राप प्रदान गर्नुभयो। आजको 7वां दिन तक्षक नाम गरेको सर्पले डसेर मृत्यु हुन्छ र मृत्यु हजुरको मृत्यु हुन्छ भनेर परीक्षितलाई थाहा भयो। गौरमुखले गरेर भनिदिए र परीक्षित त्यहाँबाट राजपाट आफ्नो पुत्र जन्मेजयलाई छोडेर गंगा तत्पुलिनमा जानुभयो र गंगा तत्पुलिनमा सुखदेवजीका साथमा भेट भयो। यसैको साथ प्रथम स्कन्द पूर्ण हुन्छ। प्रथम स्कन्धलाई उनै पूर्ण परमात्मा भगवान नारायणको चरण कमलमा अर्पण गर्दै बोली भागवत भगवान की। यहाँबाट द्वितीय स्कन्द प्रारम्भ हुन्छ, जसमा सबैभन्दा पहिला हृदयस्थ चतुर्भुज भगवानको ध्यानको वर्णन गर्नुभयो। विराट स्वरूपको वर्णन सुन्यौं हजुर हामीले। योगीहरूको पद्धति अनुसार सद्यो मुक्ति र क्रम मुक्ति। सद्यो मुक्ति भनेका हाम्रा यी 6 चक्रहरूलाई भेदन गर्दै गर्दै अन्तिममा ब्रह्मरन्ध्रबाट परमात्मा रूपी परम तत्व समक्ष पुग्ने मार्ग जुन छ, यसलाई सद्यो मुक्ति भनेर भनिन्छ, योगको आश्रय लिएर। र क्रम मुक्ति भनेको हजुर हामीले गरेको शुभ कर्म, शुभ पुण्य, सत्कर्मको प्रभावले पुण्य रूपी पुञ्ज एकत्रित बन्यो। त्यो पुण्यद्वारा विविध लोकहरूलाई भोग गर्दै गर्दै अन्तिममा परमात्मालाई प्राप्त गर्नु नै क्रम मुक्ति हो। यो विशेष क्रम मुक्तिको मार्ग हजुर हामीले स्मरण गर्यौं। ब्रह्म नारद संवाद। नारदलाई शंका भयो, मेरो पिता नै सर्वोपरि हुनुहुन्थ्यो, तर आफ्नो पितालाई पनि ध्यान अवस्थामा देख्दा मोहित बनेका नारदलाई ब्रह्माले सद्ज्ञानोपदेश प्रदान गर्नुभयो। ब्रह्माले सृष्टि गर्नका लागि उद्यम गरे। भगवान श्रीहरिले ब्रह्मालाई चतुश्लोकी भागवत दिनुभयो र आफ्नो स्वरूपको परिचय बताउनुभयो। र ब्रह्माले तिनै चतुश्लोकी भागवतलाई चिन्तन गर्दै गर्दै भगवानको विशेष विषयलाई अवगत गरेर सृष्टि प्रारम्भ गर्नु र भागवतका 10 लक्षणहरू द्वितीय स्कन्दमा बोध गराउनु भयो। यो द्वितीय स्कन्द उनै पूर्ण परमात्मा भगवान श्रीहरि नारायणलाई अर्पण गर्दै बोली भागवत भगवान की जय। यहाँबाट तृतीय स्कन्द प्रारम्भ हुन्छ। तृतीय स्कन्दमा 33 अध्याय छन्, जसमा विदुर संवाद छ, मैत्रीय संवाद, पुराण संहिता सम्बन्धित प्रश्नहरू गरिए। प्रलय कालमा भगवानको स्थिति, प्राकृतिक वैकृतिक सृष्टिको वर्णन, ब्रह्माण्डको उत्पत्ति कसरी भयो। हजुर हामीले ब्रह्माण्डको उत्पत्ति र बिग ब्याङ थ्योरी यी दुवैलाई हामीले विषयलाई बोध गर्यौं। जुन विज्ञानले आज यो सृष्टिको प्रारम्भ बिग ब्याङ थ्योरी अनुरूप भएको बोध गराएको थियो, त्यही विषयलाई हाम्रो शास्त्रले अनादिकालदेखि हजुर हाम्रो अगाडि प्रस्तुत गरिरहेको छ। तर हामीले त्यो विषयलाई बुझ्न खोज्यौं न। आज विज्ञानले भन्दा चाहिँ हामीले मान्यौं, अनेक ब्रह्माण्डको बोध गरायो, मान्यौं न। विज्ञानले रिसर्च गर्नेले भने एउटा होइन अनेक युनिभर्सहरू छन् भनेर अन्तिममा मृत्युको समयमा ती डायरीमा लेखेर मरे, त्यसलाई हामी मान्दैछौँ अनेक ब्रह्माण्ड रहेछन् भनेर। तर शास्त्रले अनादि समयदेखि यी विषयहरू हजुर हामीलाई बोध गराइरहनु भएको छ। सज्जनवृन्द, अगाडि आएर कालको गति, भगवानको नाभि कमलबाट ब्रह्माको उत्पत्ति, त्यसमा सृष्टि गर्न ब्रह्माले प्रारम्भ गर्नु, सनकादिहरूको पहिलो सृष्टि, रुद्रको सृष्टि, त्यहाँबाट 10 अङ्गबाट 10 ऋषिहरूको सृष्टि, वृद्धि भएन। अन्तिममा शरीरलाई 2 भागमा विभाजन गरेर एक तर्फबाट मनु, एक तर्फबाट शतरूपा, यिनै मनु र शतरूपाबाट मैथुनी सृष्टि प्रारम्भ भयो। मनुका सन्तान भएको कारणले गर्दा हजुर हामी मानव भनेर कहलाउँछौँ। हामी मानव भनेर सबैले हामीलाई मानव भन्छन्, किनकि हामी मनु र शतरूपाका मैथुनी सृष्टिबाट प्रारम्भ बनेका सन्ततिहरू हौँ। सज्जन, यही क्रममा वराह भगवानले अवतार स्वीकार गरेर हिरण्याक्षलाई उद्धार गरेर पृथ्वीलाई सो स्थानमा ल्याएर स्थापित गर्नु। ब्रह्मा मनु शतरूपाको विशेष विषयहरू, कर्दम मनु संवाद, कर्दम देवहूति संवाद। कर्दमले देवहूति, जो ब्रह्माका छायाबाट उत्पन्न बनेका कर्दमले मनुकी पुत्री देवहूतिलाई ग्रहण गर्नुभयो र त्यहाँबाट साक्षात परब्रह्मले अंश रूपमा
अवतार स्वीकार गरेर जनजनमा भक्ति वृद्धिका लागि सांख्य शास्त्र, अष्टाङ्ग योग, नवदा भक्तिको ज्ञान उपदेश प्रदान गर्नुभयो आमालाई माध्यम बनाएर, जसलाई कपिलोपाख्यान भनेर हजुर हामीले तृतीय स्कन्धमा स्मरण गर्यौं र देवहूतिको मुक्ति सम्मका ती पावन वर्णहरू कपिलोपाख्यानको माध्यमद्वारा स्मरण गर्यौं। यसैका साथ तृतीय स्कन्ध उनै पूर्ण परमात्मा भगवान श्री हरि नारायणलाई अर्पण गर्दै बोली भागवत भगवान की जय। यहाँबाट चतुर्थ स्कन्ध प्रारम्भ हुन्छ। 31 अध्याय छन्। यसमा सबैभन्दा पहिला सतीको चरित्र, जो हजुर हाम्रो केही समय अगाडि स्वस्थानीको व्रत पनि गएको थियो। अहंकार रूपी अग्निमा दग्ध बनेको दक्षले ईश्वरीय सत्तालाई सहजताले बोध गर्न नसकेको कारणले गर्दा उसले भगवान शिवको अनादर गर्यो। भगवान शिवलाई भाग दिन्न भनेर यज्ञ प्रारम्भ गर्यो। त्यो यज्ञ विध्वंस भयो। दक्षको यज्ञ विध्वंस गरेर भगवानले अन्तिममा दक्षलाई कृपा गरेका चर्चाहरू स्मरण गर्यौं। जस कसैले पनि जीवनमा पद, प्रतिष्ठा, मान, सम्मान आदिद्वारा अहंकार रूपी बीज अंकुरित भएको छ भने त्यो जीवको पतन हुँदो रहेछ भन्ने विषयहरू त्यहाँबाट स्मरण गर्यौं। हजुर हामीले अहंकार कहिल्यै पनि कुनै परिस्थितिमा पनि स्वीकार गर्नु हुँदैन रहेछ। अहंकार आयो भने पनि परमात्मा सम्मुख हुनु पर्दो रहेछ। यो चर्चा हजुर हामीले यहाँबाट स्मरण गर्यौं। अगाडि आएर मनुको वंश परम्परामा मनु र शत्रुपाबाट दुई पुत्र प्रियव्रत र उत्तानपादका पुत्र भए ध्रुव र उत्तम, जसमा सुनीति र सुरुचिको गर्भबाट जन्म स्वीकार गरेका थिए। सुनीतिद्वारा ध्रुव, सुरुचिद्वारा उत्तम। ध्रुव ती बालक जसले दृढ भक्तिका साथमा परमात्माको मधुवनमा गएर तपस्या गरेर भगवानले हरि अवतार स्वीकार गरेर आएर ती बालकलाई 36,000 वर्ष पर्यन्त पृथ्वीको उपभोग गरेर अन्तिममा ध्रुवलोक प्रदान गर्नुभयो। सज्जन, बालकको त्यो दृढता, जसरी बालकले दृढ रहेर परमात्मा प्राप्तिको त्यो पथलाई अगाडि बढाएका थिए, हजुर हामी पनि त्यसरी अगाडि बढ्यौं भने हामीले पनि परमात्मालाई सहजताले प्राप्त गर्न सकिन्दो रहेछ भन्ने विषयहरू हजुर हामीलाई अवगत भयो। सज्जनवृन्द, त्यहाँबाट अगाडि गएर यही वंश परम्परामा अङ्ग नाम गरेका राजा भए। यी राजाको पुत्र बेन, जो दुष्ट थियो, दुराचारी थियो, त्यो पुत्रको दुःखको कारणले गर्दा पिताले गृह छोडेर जानु पर्यो। बेनलाई राजा बनाइयो। दुष्ट भयो, राज्य देव कर्म गर्न उसले सबैलाई वर्जित गरिदियो। अन्तिम ऋषिहरूले यसको उद्धार गर्नु, अन्ततुगत्वा उसको शरीरलाई मन्थन गरेर निषादको उत्पत्ति, त्यसैबाट भगवान लक्ष्मी नारायणको विशेष अंश स्वरूप पृथु र अर्चीको उत्पत्ति, यिनै पृथुले पालन गरी पृथ्वीको हामीले स्मरण गर्यौं। सज्जनवृन्द, अगाडि आएर सनत कुमारहरूले विशेष उपदेश प्रदान गर्नु पृथुलाई। नारद प्राचीन बर्हीको संवाद, यी प्राचीन बर्ही नाम गरेका राजाले पशुअवलम्बन गर्थे, यानी पशुहरूको हत्या हिंसादि गरेर यिनले भक्ति गर्ने गर्थे। यो पनि एक भक्ति हो, तर 3 प्रकारका छन्। सात्विक, राजसिक र तामसिक भक्तिहरू छन्। हर नवदा भक्तिमा 3 क्रमहरू छन्, सात्विक, राजसिक, तामसिक। जसले हत्या हिंसादि गरेर भक्ति गर्छ भने त्यो तामसी भक्ति हो। तामसी भक्तिको कुनै पनि औचित्य छैन। त्यो केवल यो लोकलाई केवल आफ्नो स्वाद पूर्ति सम्म मात्र सीमित छ, त्यसको परलोकतर्फ कुनै पनि सम्बन्ध छैन। यी विषयहरू हजुर हामीले स्मरण गर्यौं। राजसी भक्तिको विषयलाई बोध गर्यौं। यी प्राचीन बर्ही नाम गरेका राजालाई विशेष गरेर पुरञ्जन उपाख्यानको माध्यमद्वारा नारदजीले पशुअवलम्बन गर्नु हुँदैन भनेर ज्ञानोपदेश प्रदान गरे सम्मका चर्चाहरू हजुर हामीले चतुर्थ स्कन्धमा स्मरण गर्यौं। यो चतुर्थ स्कन्धलाई उनी पूर्ण परमात्माको चरणमा अर्पण गर्दै बोली भागवत भगवान की जय। यहाँबाट पञ्चम स्कन्ध प्रारम्भ हुन्छ, जसमा 26 अध्याय छन्। सुरुमा प्रियव्रतको उपाख्यान छ, मनुकारका पुत्र गृहस्थको वर्णन। यही वंश परम्परामा अगाडि गएर नाभि र मेरु देवीको गर्भबाट भगवानले ऋषभ अवतार स्वीकार गर्नुभयो। यिनै ऋषभ अवतार भगवानले इन्द्रले द्वेष गर्यो, पानी पारेन, भगवानले योगद्वारा पानी पार्नुभयो। इन्द्रले जयन्ती नाम गरेकी पुत्री लगेर ऋषभदेव भगवानलाई दियो। त्यहाँबाट 100 पुत्रहरू भए, जसमा ज्येष्ठ राजा भरत भए। यी ऋषभदेव भगवानलाई नै अनुकरण गरेर भारतमा एउटा पन्थ जन्मियो, प्रारम्भ बन्यो, जसलाई जैनिज्म भनेर भनिन्छ। श्वेताम्बर र दिगम्बर 2 पन्थहरू छन् जैनमा पनि। भगवान ऋषभदेवलाई अनुसरण गरेर दक्षिण भारत कर्नाटकको अर्हत नाम गरेको राजाले यो पन्थलाई प्रारम्भ गरेको थियो भनेर हजुर हामीले स्मरण गर्यौं। यसमा ज्येष्ठ पुत्र भए भरत। यिनै भरतले राज्य गरेको कारणले गर्दा यो देशको नाम भारत पढ्यो। त्यो भन्दा पूर्व अजनाव खण्ड भनेर गायन गरेको छ शास्त्रहरूमा। आज जब यिनले राज्य गरे तब भारत भनेर कहलायो।
यिनै 10,000 वर्ष पर्यन्त भरतले राज्य गर्नु, 10,000 वर्ष पश्चात आफ्नो पुत्रलाई राज्यपाठ प्रदान गरेर स्वयं कुलाश्रम गण्डकी नदीको तटमा गएर ईश्वर चिन्तनमा तल्लीन हुनुभयो। एक मृग शावक प्रति आसक्त हुनु, अन्तिम समयमा मृग शावक प्रति नै आसक्त भएको कारणले गर्दा उनको देहावसान भयो। अर्को जन्म मृग बनेर आउनु पर्यो। त्यस समय ज्ञान थियो, कालाञ्जर पर्वतमा अन्तिम समयको प्रतीक्षा गरेर बस्नुभयो। अन्ततगत्वा त्यो शरीरलाई पनि त्यागेर एक ब्राह्मण, अंगिरा गोत्रीय ब्राह्मणको गृहमा जन्म स्वीकार गर्नुभयो। त्यहाँ रहेर पूर्वको ज्ञान स्मृति रहँदा रहँदै जड स्वरूप व्यवहार गर्न थाल्नुभयो। सबैले जड भने। माता पिताले घरबाट निकाला, दाजुभाइले घरबाट निकाला गरिदिए। आज दस्युहरूले मार्न उद्यम गरे, भगवतीले बचाउनु भयो। सिन्धु सौबेरे नरेश राजा रघुगण सत्सङ्गका लागि कपिल आश्रममा जाने गर्थे। आज यी जड भरतलाई पाल्की बोक्ने बिमार भएका बेलामा यिनलाई ल्याएर पाल्की बोक्न जोतियो। त्यही समयमा व्यङ्ग्यात्मक वचन शब्दभेदी बाण जब यी सिन्धु सौबेरे नरेश राजा रघुगणले प्रहार गरे त यी विशेष जड भरतले अब यिनको डोली मेरो काँधमा छ, यिनलाई मैले भवबन्धनबाट मुक्त गराउनु पर्छ भनेर सद्ज्ञानोपदेश प्रदान गर्नुभयो। जसमा भवाटवीको वर्णन, जसमा भूगोल खगोलको वर्णन, शिशुमार चक्र आदिको वर्णन, सूर्य चन्द्रलोक आदिको वर्णन हुँदै हुँदै अन्तिममा आएर निन्दित कर्म गर्ने पापीहरूका लागि नरकको वर्णन श्रवण गराउनु भयो। नरक भनेको धोबीघाट रहेछ। जसरी मैलो लागेको, दाग लागेको वस्त्र धोबीले लगेर कुटेर, हिर्काएर, पछारेर, घोटेर, पवित्र बनाएर, शुद्ध बनाएर पठाउँछ, त्यस्तै यमराजका दूत रूपी ती धोबीहरूले यो जीवात्मा रूपी वस्त्रलाई, मैलो भएको पापद्वारा मैलो भएको वस्त्रलाई लगेर यमघाट रूपी त्यो धोबीघाटमा लगेर अनेक यातना रूपी ती पाषाणहरूमा पछार्छन्, हिर्काउँछन्, कुट्छन्। त्यसबाट यो वस्त्र पवित्र हुन्छ र फेरि यो जीवले यो संसारमा स्वकृत कर्म अनुरूप आउनु पर्दो रहेछ। आफूले गरेको कर्म अनुरूप लता गुल्म वृक्ष कीट पतङ्ग पशु पक्षी आदि योनि या नर्तन योनि स्वीकार गरेर आउनु पर्दो रहेछ भन्ने विषयहरू हजुर हामीले स्मरण गर्यौं। यसैको साथ पञ्चम स्कन्द हुने पूर्ण परमात्मा भगवान श्रीहरि नारायणको चरण कमलमा अर्पण गर्दै बोली भागवत भगवान की जय। अस्ति त 3 दिन लागिरहेको थियो यहाँ पुग्न, आज त छिटो छिटो गर्दै गर्दै हो कि लगभग 10 मिनटमा त निकै माथि पुगिहाल्यौँ। अब अलिकति एकछिन एकपल्ट प्रेमले भनिदिनुहोस् न राधे राधे। यहाँबाट अगाडि प्रारम्भ हुन्छ षष्ठम स्कन्द। षष्ठम स्कन्दमा 19 अध्याय छन्। सबैभन्दा पहिला पापीहरूको त्यो अवस्थालाई सुनेर भयभीत बनेका राजा परीक्षितलाई देखेर गुरु सुखदेवजीले अजामिलको उपाख्यान स्मरण गराउनु भयो। येन केन प्रकारेण भगवानको नाम जाप गर्यो भने जसरी आगोको धर्म जलाउने हो, भगवानको नामको धर्म भनेको पनि पापलाई पखाल्ने हो। सबै पापहरू प्रक्षालित हुँदा रहेछन् भन्ने विषय बोध भयो। अगाडि आएर दक्षले सृष्टि प्रारम्भ गर्नु, नारदजीको कुट उपदेशद्वारा पुत्रहरूले भगवत मार्गलाई अनुसरण गर्नु, वृत्रासुरको उद्धार, चित्रकेतुको उपाख्यान, 49 मरुतहरूको जन्म वर्णन र पुंसवन व्रतको कथन हजुर हामीले षष्ठम स्कन्दमा स्मरण गर्यौं। यो षष्ठम स्कन्दलाई उनै पूर्ण परमात्मा भगवान श्रीहरि नारायणको चरण कमलमा अर्पण गर्दै बोली भागवत भगवान की जय। सप्तम स्कन्द प्रारम्भ हुन्छ। 15 अध्याय छन् जसमा नारद युधिष्ठिर संवाद छ। भगवानले दैत्य कुलमा आफ्नो उत्पन्न बनेको भक्त प्रहलादलाई कृपा गर्नका लागि नरसिंह अवतार स्वीकार गर्नुभयो। न भूतो न भविष्यति यस्तो अद्वितीय अवतार स्वीकार गरेर हिरण्यकश्यपुलाई उद्धार गरेका चर्चाहरू स्मरण गर्यौं। अगाडि वर्णाश्रमको धर्म, नारदजीको पूर्व जन्मको वर्णन आदि हजुर हामीले सप्तम स्कन्दमा स्मरण गर्यौं। यो सप्तम स्कन्दलाई उनै पूर्ण परमात्मा भगवान नारायणको चरण कमलमा अर्पण गर्दै बोली भागवत भगवान की जय। अष्टम स्कन्द प्रारम्भ हुन्छ। 24 अध्याय छन् अष्टम स्कन्दमा। 14 मनवन्तरहरूको वर्णन स्मरण गर्यौं हामीले। गजेन्द्र मोक्ष जो गोही र हात्तीका बीचमा भएको युद्ध, भगवानले हरि अवतार स्वीकार गरेर आएर यी दुवैलाई कृपा गर्नुभयो। अगाडि आएर समुद्र मन्थन, देवासुर संग्राम, वामन बलिको त्यो पावन चरित्र र अन्तिममा आएर हजुर हामीले मत्स्य अवतारलाई श्रवण गर्यौं। यी पावन चर्चाहरू हजुर हामीले अष्टम स्कन्दमा स्मरण गर्यौं। यो अष्टम स्कन्दलाई उनै पूर्ण परमात्मा भगवान श्रीहरि नारायणको चरण कमलमा अर्पण गर्दै बोली भागवत भगवान की जय। यहाँबाट नवम स्कन्द प्रारम्भ हुन्छ। 24 अध्याय छन् जसमा सूर्य वंश र चन्द्र वंशको वर्णन गरिएको छ।
जसमा आएर इक्ष्वाकुको जन्म, सुद्युम्नको चरित्र, आदि राजाहरूको चरित्र, सुकन्याको चरित्र, अमरीशको उपाख्यान, भक्त प्रति अपराध गर्नेवाला दुर्वासाको अवस्था, त्यसै गरेर भगवान श्री राम सूर्य वंशमा आएर अमर्यादित बनेकी पृथ्वीलाई मर्यादाको स्थापना गरेका ती चर्चाहरू स्मरण गर्यौं। यही वंश परम्परामा निबिको वंश, चन्द्रवंश वर्णन, परशुरामले जन्म स्वीकार गरेर जति पल्ट आमाले छाती पिटेर रुदन गर्नुभएको थियो त्यति पल्ट परशुरामजीले हाय वंशीय क्षत्रिय शून्य बनाउनु भएको थियो धरालाई हजुर हामीले स्मरण गर्यौं। यही अगाडि आएर दुष्यन्तको चरित्र, भरतको चरित्र, राजाहरूको विलक्षण चरित्र, नहुष, ययाति र यदुवंशको वर्णन हजुर हामीले नवम स्कन्धमा स्मरण गर्यौं। यो नवम स्कन्धलाई उनै पूर्ण परमात्मा भगवान श्री हरि नारायणको चरण कमलमा अर्पण गर्दै बोली भागवत भगवान की यहाँबाट प्रारम्भ हुन्छ दशम स्कन्ध। दशम स्कन्धमा 90 अध्याय छ। सबैभन्दा पहिला भगवानले पृथ्वी भगवानलाई प्रार्थना गर्न गइन्। भगवानले आश्वासन दिनुभयो म तिम्रो भार हरण गर्नेछु भनेर। भगवानले कृष्ण अवतार स्वीकार गर्नुभयो। सबैभन्दा पहिला भगवानले आएर पुतनालाई उद्धार गरेर गर्भशुद्धि गर्नुभयो। तत्पश्चात अब गर्भशुद्धि भएपछि के चाहियो जन्मिएपछि भन्दा वायु शुद्ध चाहिन्छ। अब भाइरस थियो पृथ्वीमा, अब त्यो भाइरसलाई समूल नष्ट गर्नका लागि वायु रूपमा आएको सकटासुर र तृणावर्त जो भुमरीको रूपमा आएको थियो यी दुवै वायुलाई शुद्धि गर्नुभयो उद्धार गरेर। तत्पश्चात भगवानले वत्सासुरलाई उद्धार गरेर पशुहरूको शुद्धि गर्नुभयो, बकासुरलाई उद्धार गरेर पक्षीहरूको शुद्धि गर्नुभयो, कालियालाई दमन गरेर जलको शुद्धि गर्नुभयो, धेनुकासुरलाई उद्धार गरेर भगवानले फलको शुद्धि गर्नुभयो, प्रलम्बासुरलाई उद्धार गर्नुभयो, दावानलको पान गरेर अग्निलाई शुद्धि गर्नुभयो, मृत्तिका भक्षण गरेर माटोलाई शुद्धि गर्नुभयो। त्यसै गरेर अगाडि गएर भगवानले वेणुनाद, गोपीहरूको चिरहरण, जीव र परमात्माको त्यो मायालाई भिन्न गराउनका लागि भगवानले चिरहरणको त्यो पावन प्रसङ्ग, प्रकृतिको पूजा गर्नुपर्छ भनेर परमात्माले गोवर्धनको पूजा गराउन प्रेरित गर्नुभयो, इन्द्रको मान मर्दन भयो, गोपी गीत महाराजको त्यो पावन चरित्र जहाँ परमात्मालाई प्राप्त गर्नका लागि ती गोपिनीहरू प्रयत्नशील रहे, अन्ततगतवा उनीहरूले परमात्मालाई प्राप्त गरे। युगल गीत, शङ्खचूर्णको उद्धार, दैत्यहरूको उद्धार, अक्रूरजीद्वारा भगवानलाई लिन मथुरागमन, कोवल्यापेट नाम गरेको त्यो हात्तीको उद्धार, मुष्टिक, चाणुर, सल, तोशल आदिको उद्धार, अगाडि आएर कंश एवं कंक आदिका कंसका भाइहरूको पनि उद्धार, काल यवनको उद्धार, द्वारिकाको निर्माण, रुक्मिणीको हरण, प्रद्युम्नको जन्म, साम्रासुरको उद्धार, श्यामन्तक मणिको उपाख्यान, कृष्ण बाणासुर युद्ध, राजा नृगको चरित्र, पौण्ड्रको चरित्र, भौमासुरको चरित्र आदि हजुर हामीले स्मरण गर्दै सुदामाको चरित्रलाई स्मरण गर्दै गर्दै वेदस्तुतिका साथमा हजुर हामीले दशम स्कन्धलाई परमात्माको चरण कमलमा अर्पण गर्यौं। बोली भागवत भगवान की एकादश स्कन्ध प्रारम्भ हुन्छ जसमा 31 अध्याय छन्, जसमा ऋषिहरूले यदुकुललाई दिएको श्राप, मायाको स्वरूपको वर्णन, वृत्तिको उपाय, भगवानको कतिपय अवतारहरूको उपाख्यान, कृष्ण उद्धव संवाद, दत्तात्रेयका 24 गुरुहरूको विशेष महत्त्वपूर्ण उपाख्यान स्मरण गराउनु भयो। अगाडि आएर संसारलाई मिथ्यात्वको वर्णन, बुद्ध मुक्त पुरुषहरूको लक्षणको वर्णन, सत्सङ्गको महिमा, हंसरूप सनकादि जटिल प्रश्न खण्डनपूर्वक उत्तर के पावन चर्चाहरू, 18 सिद्धिहरूको वर्णन आदि विषय गर्दै गर्दै भिक्षु गीत, ब्रह्म मीमांसाको सार स्वरूप हजुर हामीले यदुकुलको संहार भएसम्मका चर्चाहरू एकादश स्कन्धमा स्मरण गर्यौं। यो एकादश स्कन्धलाई उनै पूर्ण परमात्मा भगवान श्री हरि नारायणको चरण कमलमा अर्पण गर्दै बोली भागवत भगवान की यहाँबाट 12 स्कन्ध प्रारम्भ हुन्छ जसमा 13 अध्याय छन्। यसमा कलियुगी राजाहरूको इतिहास, योग धर्म, कल्की अवतार, नाम कीर्तनको महिमा हजुर हामीले पूर्वमा स्मरण गरेका छौं। परीक्षितको मृत्यु भयो, परीक्षितलाई त्यो जुन 7 दिनमा मर्ने डर थियो त्यो डर नष्ट भयो र परीक्षितलाई अन्तिममा तक्षकले डसेर भगवत धाम प्राप्ति, मुक्ति प्राप्ति गरेका चर्चाहरू स्मरण गर्यौं। मार्कण्डेयजीले दिव्य मायालाई दर्शन गरे सम्मका चर्चा र अहिले आएर हामी 12 स्कन्धको 12 अध्यायमा यो विषय श्लोक अनुक्रमण अनुरूप हामीले कथालाई स्मरण गर्यौं। यहाँसम्मको कथा मैले हजुरहरूलाई स्मरण गराएँ। अगाडि 18 पुराणहरूको श्लोक संख्या सहित विशेष विषयलाई बोध गराउनु भयो। यसैको साथ भागवत जीको कथा अब यहाँ पूर्ण हुन्छ। बोली भागवत भगवान के अब कथा सुनाए। कथा सुनाइसकेपछि के गर्नुपर्छ हजुर? दक्षिणा दिनु पर्दैन? के साह्रो कन्जुसी हो अम्म भजन पो अरे दक्षिणा माग्छ भनेर। को दिनुहुन्छ दक्षिणा?
एकजना दुईजना होइन खामदुङमा यस्तो कन्जुसी। एकपल्ट प्रेमले भनिदिनुहोस् न, राधे राधे, हजुरहरूको त्यो गोजीमा भएको मागेको छैन है मैले। हजुरहरूसँग म दक्षिणाको रूपमा 1-2वटा विषय माग्छु, दिनुहुन्छ? किनभने राख्नु भएको छ, मेरो माग्ने अधिकार छ आज, किनभने 7 दिनसम्म सुनाएको छु। दक्षिणाको रूपमा पहिलो विषय म हजुरहरूसँग याचना गर्दैछु, हामीले समाजलाई एकत्व भावका साथमा अगाडि लिएर बढौँ। आज अनेक कारणले समाजमा विकृतिहरू वृद्धि भइरहेका छन्। ठुलो सानो पन्थमा झगडा भइरहेको छ, धर्ममा झगडा भइरहेको छ। हामी आजदेखि कसैसँग छर छिमेक इष्ट मित्र, कोही पन्थ कोही धर्मावलम्बीसँग कुनै प्रकारको द्वेष गर्दैनौँ। हामी स्वधर्ममै जीविकोपार्जन गर्छौँ भनेर शुभ सङ्कल्प लिने यो पहिलो दक्षिणा म हजुरहरूबाट चाहन्छु, दिनुहुन्छ? अर्को दक्षिणा चाहन्छु म, मेरो घरमा वृद्ध आमा बाबा हुनुहुन्छ। ती बाबा आमाले मलाई जन्माएर पढाएर बढाएर हुर्काएर यतिको बनाउनु भयो। ती मेरा बाबा आमाको आँखामा कहिल्यै पनि आँसु नआओस्। अहिलेको त सुख जीवन छ सज्जन, पहिलाको जीवन कति दुःखको थियो। खाई नखाई पेटमा पटुकी बाँधी बाँधी तपाईँ हामीलाई बाबा आमाले अनेक परिश्रम गरेर यहाँसम्म पुर्याउनु भयो। ती बाबा आमाको आँखामा जीवन पर्यन्त कहिल्यै पनि आँसु नआओस्, यो अर्को दक्षिणा चाहन्छु म। तेस्रो दक्षिणा, हामी जति भाइ छौँ, दाजुभाइ दिदीबहिनी जति छौँ, हामीमा सबैमा प्रेम सदैव बनिरहोस्। यति मैले पुराण सुनाएर पनि हजुरहरूको दाजुभाइमा प्रेम भाव जागृत बनेन भने श्रम एवही केवलम, त्यो केवल परिश्रम मात्र हो। तर आज सापकोटा परिवार म उदाहरण दिँदैछु, जो भनेको मान्दैनन्, जो कार्यमा समर्थ जनाउँदैनन्, सही स्थानमा आउँदैनन् भने मैले निवेदन गरेँ, हातको बुढी औँलामा रोग लागेको छ भने डाक्टरले भन्यो यो उपचार हुँदैन। उपचार गर्ने खुब प्रयास गरियो, सोकेथाङ मणिपाल हुँदाहुँदै न्योटिया हुँदै CMC सम्म पुर्यायो, तर पनि यो उपचार हुँदैन भन्यो डाक्टरले। उपचार हुँदैन भने यसलाई काटेर फ्याँक्नु नै श्रेष्ठता हो। अरू शरीर नबिग्रियोस्, जति शरीर छ अरू शरीर आनन्दपूर्वक रहौं। आज सापकोटा परिवारको यो प्रेम स्नेह म देख्छु, खुसी लाग्छ। अग्रज हाम्रो तुलाराम सापकोटा दाजु, दिदी दुर्गा सापकोटा, ऋतुलाल सापकोटा, विष्णु सापकोटा, अघि उहाँहरूको जुन यो क्रम छ दाजुभाइको, साल दाजु मित्रलाल सापकोटा नेपालमा हुनुहुन्छ उहाँ, र पनि दाजुभाइहरूको प्रेम, काल दाजु सिङताममा, यो प्रेम यस्तै रहिरहोस्। मलाई भरत लक्ष्मण जस्तो भाइ चाहिन्छ भने मैले राम बनिनु पर्छ। र साक्षात यो घरका ठुल्लाजु राम सर हुनुहुन्छ। हिजो बेलुकी हजुर हामीले देख्यौँ यो विषयको प्रत्यक्ष प्रमाण। दाजुभाइको प्रेम देखेर म निकै कठोर मान्छे हौ, फट्टै त्यो आँखाबाट रसाउँदैन, तर त्यो हिजो बेलुकाको त्यो विषयले कता कता दुखायो। उहाँहरूको जुन प्रेम, भाइले दाजुप्रतिको जुन एउटा भाव प्रस्तुत गरे, पिता पछाडि शिर भनेकै दाजु हो, दाजुको सम्मान गर्नुपर्छ र दाजुले पनि भाइहरूलाई त्यो प्रेम गर्नुपर्छ। दिदी बहिनी चेलीबेटी एउटा भनाइ छ, बाबा आमा हुन्जेल मात्रै माइती हो, तर यो घरमा त्यस्तो छैन। दाजुभाइ हुन्जेल पनि त्यही प्रेम र त्यही सद्भाव छ भनेर चेलीबेटीहरू पनि चर्चा गर्नुहुन्छ। सबैको घरमा यो सद्भाव बनिरहोस् भनेर म विशेष हजुरहरूसँग याचना गर्छु। अर्को दक्षिणा म माग्दैछु, हामीले समाजलाई नशामुक्त बनाउनु छ। आज हाम्रो सिक्किममा अत्यन्त नशाले आउँदै गरेको भावी पिँढीलाई ग्रसित बनाएको छ। बिमारी नभइकन दबाई खाँदैछन्। आउने भविष्यका कोही आइपीएस बन्ने होलान्, कोही आइएएस बन्ने होलान्, कोही विद्वान चाणक्य स्वरूप बन्ने होलान्, कोही विवेकानन्द स्वरूप बन्ने होलान्। तर आज नशाको चपेटमा परेको कारणले गर्दा आउँदै गरेको भावी सन्ततिहरू यस्तो नराम्रो पथतर्फ बढिरहेका छन्। धेरै दुःख लाग्छ।
कोही कोही बेला ती सुधार केन्द्रहरूमा जाने सौभाग्य मिल्छ, तिनीहरूसँग समय बिताउने, गएर ती भाइ बहिनीहरूको अवस्थालाई देख्दा धेरै दुःख लागेर आउँछ। हामीले यो नसालाई जडदेखि समाप्त गर्ने प्रयास गरौँ। अब यसका लागि हजुर हामीले नै कम्मर कस्नुपर्छ। अब पालो हाम्रो हो। मैले समाजलाई सुधार्नु छ भने पहिलो म सुध्रिनु पर्यो। म सुध्रे भने मेरो परिवार सुध्रिन्छ, मेरो परिवार सुध्रियो भने मेरा छिमेकीहरू सुध्रिन्छन्, मेरा छिमेकीहरू सुध्रिए भने मेरो गाउँ सुध्रिन्छ, मेरो गाउँ सुध्रियो भने मेरो भेग सुध्रिन्छ, र मेरो भेग सुध्रियो भने एक दिन मेरो सिक्किम नशा मुक्त राज्य बन्छ। त्यस कारणले गर्दा हजुर हामी नशा मुक्तिका लागि सबै प्रयत्नशील बनौँ। जहाँ यो दासको आवश्यकता पर्छ भने म सदैव तयार छु। म यो हजुरहरूसँग यो विशेष दक्षिणाको याचना गर्दैछु। अर्को, धर्म संस्कार संस्कृति परम्परालाई संरक्षण गरौँ, सम्वर्धन गरौँ। हाम्रा एसेटहरू छन्, मन्दिर गुम्पा आदि, यिनीहरूको संरक्षण र सम्वर्धन गर्नु हजुर हाम्रो पूर्ण दायित्व हो। आज हजुर हामी एक आपसमा टुट्दै फुट्दै गइरहेका छौँ। विधर्मीहरूले आफ्नो आधिपत्य जमाउँदै गइरहेका छन्। यो विषय सबै परिचित छौँ, तर अन्जान सरह हामी बसिरहेका छौँ। आउँदै गरेका भावी पिँढीहरूलाई सत संस्कार प्रदान गर्ने विशेष आह्वान गर्दै आजको यो पावन बेलामा उपस्थित रहनुहुने सम्पूर्ण भक्त समुदायको अन्तर्हृदयमा विराजमान उनी बालमुकुन्दको छविलाई नमन गर्दै आउनुहोस् कथाको अन्तिम। यी विषय जति बोले पनि समय निक्लिँदै जान्छ। समय धेरै हजुरहरूको पनि बहुमूल्य छ। व्यस्त समयबाट समय निकालेर आउनुभएको छ। अझ अन्य अन्य कार्यहरू पनि छन्। त्यस कारणले गर्दा सबै मिलेर भागवतीजीको अन्तिम श्लोकलाई गायन गर्नेछौँ। तत्पश्चात आयोजक परिवारले विशेष बबी माताश्री जो हाम्रो बीचमा हिजोदेखि हामीलाई यहाँ कृपा गर्न, आयोजक परिवारलाई विशेष कृपा हेतु यहाँ उपस्थित हुनुहुन्छ, उहाँको विशेष सम्मान गर्नुहुनेछ आयोजक परिवारले, र हामी भजनमा पनि आनन्द लिनेछौँ। तत्पश्चात जुन क्रम छ, पुस्तकको पूजन, पूर्णावती आदि आदि क्रम गर्दै गर्दै तिलक प्रसाद स्वीकार गर्नेछौँ। नानीहरूको गुन्यु चोलीको त्यो कार्यक्रम, नानीहरूलाई पनि शुभाशिष प्रदान गर्नेछौँ। आज जुन नानीहरूको गुन्यु चोली भएको छ, यो आजलाई मात्रै सीमित नरहोस् नि। यो गुन्यु चोली विशेष विशेष कार्यहरूमा नानीहरूले पनि धारण गर्ने यो विषयलाई, नभए त फेसन मात्रै भइसकेको छ यो। सज्जन, आउनु सबै मिलेर भागवतजीको अन्तिम श्लोकलाई स्मरण गरौँ। सबैको मङ्गलको कामना। आज यो दिव्य संयोग, दिव्य वृन्दावन, इच्छा त छैन राख्ने, तर के गर्नु, नियम छ 7 दिनको। आज यहाँ समापन, भोलिदेखि अन्यत्र प्रारम्भ छ। त्यस कारणले गर्दा हजुरहरू सबैलाई म आह्वान गरेर सबैले एकचित्त भएर भागवतजीको यो श्लोकलाई 3 पल्ट हामी गायन गर्नेछौँ। बोले भागवत भगवान की जय। नाम संकीर्तनम यस्य, नाम संकीर्तनम यस्य, सर्व पाप प्रणाशनम, सर्व पाप प्रणाशनम, प्रणामो दुःख शमन, प्रणामो दुःख शमन, तं नमामि हरिं परम, तं नमामि हरिं परम। नाम संकीर्तनम यस्य, नाम संकीर्तनम यस्य, सर्व पाप प्रणाशनम, सर्व पाप प्रणाशनम, प्रणामो दुःख शमन, प्रणामो दुःख शमन, तं नमामि हरिं परम, तं नमामि हरिं परम। नाम संकीर्तनम यस्य, नाम संकीर्तनम यस्य, सर्व पाप प्रणाशनम, सर्व पाप प्रणाशनम, प्रणामो दुःख शमन, प्रणामो दुःख शमन, तं नमामि हरिं परम, तं नमामि हरिं परम, तं नमामि हरिं परम। तं नमामि हरिं परम। बोली भागवत भगवान की जय हो। सुखदेव जी महाराज की जय। परीक्षित जी महाराज की, सूत जी महाराज की, जय। सौनकादि 88,000 ऋषियों की जय। सद्गुरुदेव भगवान की जय हो। सप्ताह ज्ञान यज्ञ की जय हो। कौडिन्य गोत्रमा दिवांगत हुनुहुने समस्त पितृहरू की उद्धार हो। संपूर्ण आफ्ना आफ्ना पितृहरू की उद्धार हो। भक्त और भगवान की जय हो। भक्त
जय हो जय जय श्री राधे सबैको मङ्गलको कामना हजुरको अन्तस्करणमा विराजमान हुने भगवानको त्यो छविलाई नमन गर्दै उत्तरोत्तर प्रगतिको कामना सुस्वस्थ लाभको कामना सन्ततिहरू सत्मार्गलाई अनुसरण गरेर जीविकोपार्जन गर्ने बनुन् रीति थिति संस्कृति परम्पराको सदैव संरक्षण सम्वर्धन गरौँ माता पिताको सेवा गरौँ प्रकृतिको संरक्षण गरौँ पर्यावरणको संरक्षण गरौँ आफ्नो गाउँ भेग राज्यलाई नशामुक्त बनाउन सदैव हर कदम अगाडि बढौँ साथै आध्यात्मिक जीवन यापन गर्ने भक्तिपरक जीवन यापन गर्ने प्रयत्न गरौँ भन्ने विशेष आह्वानका साथमा आज यस कोटा परिवारद्वारा आयोजित यस ज्ञान यज्ञमा कथाको यो पावन बेलामा म मेरा वाणीलाई उनै परमात्मा सम्म अर्पण गर्न चाहे। आजसम्म मैले 7 दिनसम्म हजुरहरूलाई कथा श्रवण गराएँ, विशेष गरेर सापकोटा परिवार एवं प्रत्यक्ष एवं अप्रत्यक्ष रूपले एसके इमेज भक्ति मार्गदर्शन मेरो पर्सनल पेज धीरज न्यौपाने साथै अन्य च्यानलहरूबाट जोडिएर हजुरहरू जतिजनाले यो कथालाई श्रवण गर्नुभयो मैले यहाँबाट कथा श्रवण गराउँदा कति शब्दहरू कठोर पनि प्रहार गरे होला, कति विषय सम्झाउने क्रममा कुनै दृष्टान्त दिँदा कसैको जीवनसँग मेल पनि खायो होला। केवल यो संयोग मात्र थियो एउटा कथाको। आज हजुर हाम्रो यो 7 दिनको संयोग आज यहाँ पूर्ण बन्यो। मैले बताएका मार्गहरूमा अवश्य पनि हजुरहरू अगाडि बढ्नुहुन्छ भन्ने म आशावादी छु। जीवनमा कुनै पनि परिस्थितिमा धर्म सम्बन्धित विषय लिएर कुनै शङ्का पर्यो भने हजुरहरूले निर्धक्क भएर सम्पर्क गर्न सक्नुहुन्छ कुनै प्रश्न हुँदा, किनकि म सर्वज्ञ छुइनँ तर म सदैव खोज गर्न तयार छु, म सदैव खोज गर्न तत्पर छु। मौरीको चाकामा पनि घुच्यो भने मात्रै मह आउँछ, मौरीको चाका छोडियो भने सुक्छ। त्यसकारणले गर्दा कुनै पनि धर्म सम्बन्धित हजुरहरूको मनमा इच्छा आकांक्षा केही प्रश्नहरू अंकुरित बने भने निर्धक्क भएर सामाजिक सञ्जालको माध्यमद्वारा भए पनि हजुरहरूले सम्पर्क गरेर त्यो समाधान स्वीकार गर्न सक्नुहुने विशेष आह्वान गर्दै, त्यसमा पनि विशेष यङ जेनेरेसन हामी अनलाइन क्लासहरू गीताको क्लासहरू गराउँछौँ। कसैले इच्छुक गर्नुभयो 8-10 जना 12 जना नानीहरू भन्नुभयो परिवारमा भने एउटा सीमित समय निकालेर महिनामा 4-5 वटा क्लास हामी, यसमा कुनै पैसा या कुनै विषय हुँदैन, यो एउटा सेवा भावमा, किनभने अहिले समय अनलाइनको छ, प्रत्यक्ष रूपमा भेट हुन पाइँदैन। यो कार्य पनि हामी गर्छौँ र हजुरहरू कसैको गाउँ परिवारमा इच्छा गर्नुभयो भने 2-4 जना नानीहरूलाई जोडेर जुमको माध्यमद्वारा या अन्य सोसियल मिडियाको माध्यमद्वारा हजुरहरूले जुटेर नानीहरूलाई गीता अध्ययन पनि गराउन सक्नुहुन्छ। यो विशेष विषयलाई आह्वान गर्दै सबैको मङ्गलको कामना, बोली भागवत भगवान की जय। आउनु सबै आयोजक परिवार गएर माताश्रीको विशेष सम्मान गर्दै हुनुहुन्छ। उहाँले यो व्यस्त समयमा आएर समय प्रदान गर्नुभयो आयोजक परिवारलाई विशेष धन्यवादका साथमा माताश्रीलाई सम्मान प्रदान गर्नुहुनेछ। तबसम्म हामी सबै भजनमा आनन्द लिनेछौँ। बोली भागवत भगवान की। कृष्ण तिमलाई चिनेको छैन, तिम्रो घर गोकुल हैन। कृष्ण कालेले मोहनी लगायो बंसी वालेले। चिनेको छैन तिम्रो घर गोकुल हैन। कृष्ण कालेले
मोहनी लगायो बंसी वालेले कृष्ण कन्हैया लाल को हरि तिम्रो बाजेको सुनेर भक्ताए झल्टो कै तुलेर कृष्ण कालेले मोहनी लगाए बंसी वालेले कृष्ण कालेले मोहनी लगाए बंसी वालेले बाजेको सुनेर भक्ताए झल्टो कै तुलेर कृष्ण कालेले मोहनी लगायो बंसी वालेले कृष्ण कालेले मोहनी लगाए बंसी वालेले श्री राधे वृंदावन भयो नि झलल कृष्ण कालेले भाग्य की सलल वृंदावन भयो नि झलल कृष्ण कालेले मोहनी लगायो बंसी वालेले कृष्ण कालेले मोहनी लगायो बंसी वालेले
अन्तिम दिवस आयोजक परिवारले पूर्णाहुति गर्दै हुनुहुन्छ। आयोजक परिवारमा विशेष दाजु भाउजूहरू, दिदी भिनाजुहरू जो आज व्रत बस्नु भएको छ, हजुरहरू उता गएर यज्ञ मण्डपमा पूर्णाहुति गर्ने, यता नानीहरूको जुन गुन्यौ चोलो प्रदान गर्नुभयो, आमा बाबाहरूले त्यहाँ नानीहरूको गोडा धुँदै हुनुहुन्छ हो कि। दुई क्रमहरू यहाँ चलिरहेका रहेछन् र अर्को तेस्रो क्रम यता भजन चलिरहेको छ। त्यसमा पनि हामी तीन सङ्गममै गोता लगाइरहौँ। तत्पश्चात आरती गर्नेछौँ। आरती पश्चात हजुर हामी सबै प्रसाद स्वीकार गरेर तिलकपाती ग्रहण गरेर स्वस्थानतर्फ प्रस्थान गर्ने बाचा गर्दै आउनुहोस् भजनमा आनन्द। पशुपतिमा चढोका चाँदीका कृष्णजीलाई मनपर्ने राधेका। पशुपतिमा चढोका चाँदीका कृष्णजीलाई मनपर्ने राधेका। ओ कृष्णजीलाई मनपर्ने राधेका। कृष्ण काले चोर हे कृष्ण काले चोर, राम्रो के मिठो बाँसुरीको स्वर, राम्रो के मिठो बाँसुरीको स्वर। आज मेरो गाई हेर्ने पालो पालो, कृष्णजीलाई पठाइदेऊ गोठालो, कृष्णजीलाई पठाइदेऊ गोठालो। हे कृष्ण काले चोर, हे कृष्ण काले चोर, राम्रो के मिठो बाँसुरीको स्वर, राम्रो के मिठो मोरलीको स्वर, राम्रो के मिठो बाँसुरीको स्वर, राम्रो के मिठो मोरलीको स्वर। गाई बाछा काँस गर्यो पाखैमा पाखैमा, बस राधा कृष्णका साथैमा, बस राधा कृष्णका साथैमा। कृष्ण काले चोर, कृष्ण काले चोर, राम्रो के मिठो बाँसुरीको स्वर, राम्रो के मिठो मोरलीको स्वर, राम्रो के मिठो बाँसुरीको स्वर, राम्रो के मिठो मोरलीको स्वर। मधुबनैमा राधा कृष्ण मनैमा, मधुबनैमा राधा कृष्ण मनैमा, जान मलाई मन लाग्यो वृन्दावनैमा, जान मलाई मन लाग्यो वृन्दावनैमा, जान मलाई 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 मन लाग्यो वृन्दावनैमा, जान मलाई मन लाग्यो वृन्दावनैमा। वृंदावन को गली गली राधा कृष्ण जोड़ी, राधा कृष्ण जोड़ी। वृंदावन को गली गली राधा कृष्ण जोड़ी, राधा कृष्ण जोड़ी। जान मलाई मन लाग्यो सबै नाता तोडी, जान मलाई मन लाग्यो सबै नाता तोडी। वृन्दावनैमा कृष्ण मधुबनैमा, वृन्दावनैमा कृष्ण मधुबनैमा, जान मलाई मन लाग्यो वृन्दावनैमा, जान मलाई मन लाग्यो वृन्दावनैमा।
माटोमै मिली जान्छ माटोमै मिली जान्छ माटोको यो शरीर हाम्रो माटोमै मिली जान्छ माटोमै मिली जान्छ भजन गरौँ कीर्तन गरौँ जीवन सफल हुन्छ भजन गरौँ कीर्तन गरौँ जीवन सफल हुन्छ मधुबनैमा राधा कृष्ण मनैमा मधुबनैमा राधा कृष्ण मनैमा जान मलाई मन लाग्यो वृन्दावनैमा जान मलाई मन लाग्यो वृन्दावनैमा जान मलाई 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 मन लाग्यो वृन्दावनैमा जान मलाई मन लाग्यो वृन्दावनैमा श्री राधे अरु केही चाहिँदैन गोकुल जानलाई गोकुल जानलाई अरु केही चाहिँदैन गोकुल जानलाई गोकुल जानलाई राधा कृष्ण भजिराखौँ जुनीभरिलाई राधा कृष्ण भजिराखौँ जुनीभरिलाई मधुबनैमा राधा कृष्ण मनैमा मधुबनैमा राधा कृष्ण मनैमा जान मलाई यो वृन्दावनैमा जान मलाई 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 मन लाग्यो वृन्दावनैमा हो जान मलाई मन लाग्यो वृन्दावनैमा जान मलाई मन लाग्यो वृन्दावनैमा जान मलाई मन लाग्यो वृन्दावनैमा जान मलाई मन लाग्यो बोलो भक्तवत्सल भगवान को आयोजक परिवारहरू यत्रतत्र हुनुहुन्छ पण्डाल अगाडि आइदिनु हुन हजुरलाई आग्रह यहाँ विशेष अन्तिम दक्षिणामा पानी समाउने बेला भइसकेको रहेछ र हजुरहरू जो पनि व्रतालु हुनुहुन्छ आएर पानी समाउन तत्पर पनि दिने छोरी दर्शना सापकोटा स्वस्ति नानी दर्शना सापकोटा दुर्गा सापकोटा दिदी सुनबुडी दुर्गा सापकोटा दीदी
पूर्णता सांगता सुसिद्ध्यर्थम यज्ञानका भूयसी दक्षिणां यद् यद् वस्तु तत्तद् दैवताकं च नानानां गोत्रेभ्यः ब्राह्मणेभ्यः यथा कालं विभज्य दातुं वयम् उत्सृजामहे तत्सत् न मम कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावं करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत्।
आरतीको लागि आह्वान। समादरणीय भक्तवृन्द, श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज सप्तम दिवस दिवाकालीन आरती हुन गइरहेको छ। हजुरहरू यत्र तत्र कहीँ पनि कुनै पनि कार्यमा व्यस्त हुनुहुन्छ भने पनि हजुरहरूलाई शीघ्र कथा मण्डपमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौँ। हाम्रो आरतीको समय हुन गइरहेको छ। हजुरहरू शीघ्र कथा मण्डपमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौँ। जय राधे। आउनु सबै हजुर हामी आएर आरतीमा सम्मिलित हौँ। तत्पश्चात आज विशेष मातृ दिवस हो कि विशेष कार्यक्रम पनि छ हाम्रो। आरती पश्चात महिला दिवस, मातृ दिवस, महिला दिवसको आज विशेष उपलक्ष्यमा आमा दिदीबहिनीहरूको विशेष सम्मानको कार्यक्रम पनि, साथै अन्य सम्मानका केही कार्यहरू पनि छन्। त्यस कारणले गर्दा हजुरहरू सोझै अब आरतीमा हामी प्रवेश गर्नेछौँ। सबै मिलेर भगवान्लाई आर्तभावले पुकारौँ। हजुर हो श्री राधे। हजुरहरूलाई एउटा सूचना, हामी समक्ष एउटा फोन आएको छ जसमा बाहिरबाट कभर पनि त लगाइएको छ। यसो हेर्दा कभरले चाहिँ चिन्न सकिएन। हजुरहरू जसको फोन हो हजुरहरू यहाँ हामी समक्ष आएर डिटेल्स बताएर लान सक्नुहुन्छ। जय राधे।
अथारतिं प्रज्वल्य हरिः ओम् हिरगुं हविः प्रजननं मे अस्तु दशवीरगुं सर्वगणगुं स्वस्ति आत्मा शनि प्रजा शनि वसु शनि लोक सन्न्यभय शनि अग्निं प्रजां बहुलां मे करतवन्नं वयोरेतु अस्मासु कदले गर्भसम्भूतं घनसारमनोहरम् आरते किं वयं कुर्मः पश्य मे वरदो भव चन्द्रादित्यौ च धरणिर्विद्युताग्निस्तथैव च तमेव सर्वज्योतिषि तेन नीराजनाम्यहम् ॐ जय जगदीश हरे प्रभु जय सुख संपत्ति घर आवे धन संपत घर आवे कष्ट मिटे तन का ओ जय जगदीश हरे मात पिता तुम मेरे शरण गहो
वृंदावन बिहारी लाल को, लक्ष्मी नारायण भगवान को। तन मन धन और जीवन सब कुछ है तेरा प्रभु, सब कुछ है तेरा तुझको अर्पण, तेरा तुझको समर्पण, क्या लागे मेरा ओ जय जगदीश हरे। श्याम सुंदर जी की आरती जो कोई जन गावे, प्रभु प्रेम सहित गावे। भजत शिवानंद स्वामी, कहत महादेव स्वामी, मनवांछित फल पावे। ओ जय जगदीश हरे, जय जगदीश हरे, प्रभु जय जगदीश हरे।
काशी विश्वनाथ भगवान को, पशुपतिनाथ भगवान को, सिद्धेश्वर भगवान को, गुप्तेश्वर भगवान को, बागंबर भगवान को, दुर्गा माता को, रामादिक देवी देवताओं को, स्थापित देवी देवताओं को, सदगुरुदेव भगवान को, सत्य साई बाबा जी को, चारों वेदों को, अष्टादश महापुराण को, श्रीमद् भागवत महापुराण को, वैदिक सनातन धर्म को, भक्त और भगवान को, आज को आनंद को, जय जय श्री राधेश्याम। नमः पार्वती पतये हर 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 महादेव शंभो। जय जय श्रीमन्नारायण, जय जय श्री दुर्गे मां। अथ मंत्र पुष्पांजलि। सभी हाथ हे नाथ यो पतित अपराध बिरसी, पकड़ी लगाम तलखास न दे, जो परछ दुख सम स्वप्न कराओ, हे कृष्ण शांति रस को सरिता बहा, बोल्यो कड़ा विषय भवने मनाए, पाहिन्नाश्रय कथई तिर हाय हाय, चरकी रहे चमन भी कठोर घाव, हे कृष्ण शांति रस को सरिता बहा, संसार का मरण को भयले डराए, घुमदा अहो अभय स्थान कतई न पाओ, आए प्रभु चरण में अवस्थान देव, हे कृष्ण शांति रस को सरिता बहा, ईर्ष्यातिरंजित कड़ा कटु शब्द मात्र, बोल दो भये वचन जर जर जीर्ण का, आनंद प्रेम बहनी मुरली बजाओ, हे कृष्ण शांति रस को सरिता बहा, टीका मिनी कनक मनयो फुलेरा, धेरे करे अधम कर्म अहो, हे उग्र पाप हरु बाट हरे बचाओ, हे कृष्ण शांति रस को सरिता बहा, हे कृष्ण वृंदावन को बिहारी, हे सत्य को सुंदर रूप, हे विश्वव्यापी
मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यदि सकलं परस्मै नारायणायेति मंत्रपुष्पांजलि भावपुष्पांजलि समर्पयामि मंडपस्थापित सर्वेभ्यो देवेभ्यो सर्वाभ्यो देवीभ्यो नमो नमः। सबैले मिलेसँग मन्त्रपुष्पाञ्जलि भगवानलाई अर्पण गरिदिनु हुन अनुरोध गर्दछु। जलेन शीतलीकरण यानि केन पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणां पदे पदे जातो दैत्यपदार्थाय देवानां पालनाय च तस्मै देवाय सत्याय सगुणाय महात्मने व्यक्तस्वरूपाय ऋषिकापतये नमः। गृहाडर्गमया दत्तं रमाया सहितो हरे पापोऽहं पापकर्माहं पापात्मा पापसम्भव त्राहि मां पार्वतीनाथ सर्वे पापहरो भवः। सर्वे रोगहरो